हेलो गुड इभिनिङ साथीहरू सबैलाई मेरो नमस्कार। अनि बेङ्गलोरको वेदर चाहिँ पानी पर्ला 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 जस्तो भएको छ। अनि म चाहिँ के भन्न आएको भने नमस्कार, म कलाकार, निर्देशक, निर्माता अनि भन्ने टिका सानु चाहिँ कहाँ हराउनु भयो, हजुर चाहिँ कहाँ हराउनु भयो। हजुरको सिरियलको लागि यति प्रतीक्षा गर्दा 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 कथा माइलीको पनि आदि अधुरो भागमा त्यसै टुङ्गाउनु भयो। अनि चलो ठिकै छ, कथा माइली त आएन, अब टिकुली त आहा नि त भनेर त्यही टिकुली त हेर्थे, त्यही पनि 9 भागदेखि बन्द। कलाकार, निर्माता, निर्देशक जे भने पनि टिका सानु भनेर चिन्ने व्यक्तित्व कलाकारले यसरी जनतालाई ठग्ने, यसरी ठग्न पाइएन। शुक्रबार आउनै हुँदैन हो, कहिले आउँछ भनेर मोबाइल खोलेर सर्च गर्दा 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 यत्रो महिना भइसक्यो। टिकुली त कन्टिन्यू हुन्छ कि भन्दा भन्दा यत्रो महिना भइसक्यो। अब के गर्ने हजुरले, यो मेरो चाहिँ भिडियोलाई सबैले लाइक कमेन्ट सेयर गरेर टिका सामुसम्म पुर्याएर अनि टिका सानुले जवाफ दिनु पर्यो हामीलाई। के जवाफ चाहियो भन्दा त्यो सिरियलहरू कन्टिन्यू गर्ने कि नगर्ने कि के गर्ने भनेर हामीलाई चाहिँ त्यो जवाफ चाहियो। हेर्नु टिका सानु, अब उहाँसम्म पुर्याउनलाई चाहिँ सबले लाइक कमेन्ट सेयर चाहिँ धमाधम गर्नु, धकाधक गरेर उहाँसम्म पुर्याइदिनु। अनि टिका सानुले अब हामी यो शुक्रबार आउनै नहुने, युट्युब खोलेर टिकुली सर्च गर्नेलाई अनि अब कथा माइलीको पनि आउँछ कि भने सर्च गर्नेहरूसित माफी मागेर त्यो सिरियल कन्टिन्यू गर्ने हो कि के गर्ने हो उहाँले नै जान्नुहोस्। टिका सानु, हजुरलाई चाहिँ यति भन्न आएको हो म चाहिँ, त्यो सिरियल पनि कन्टिन्यू गर्ने हो कि के गर्ने हो भन्नु होला, हामीलाई सुझाव दिनु होला। के गर्ने हो, हजुरको मन के छ, कन्टिन्यू अगाडि गर्ने कि नगर्ने कि के गर्ने, जे गरे पनि हामीलाई चाहिँ यसो सल्लाह सुझाव हुनु पर्यो नि त। म त कुरेरै बस्छु हो, शुक्रबार आउनै हुँदैन सिरियल। ल त ल टिका सानुजी, हामीलाई रिप्लाई चाहिँ दिनु होला। बाई बाई।